आजको यात्रा सुरु हुन्छ धुलिखेल बस पार्कबाट, जहाँ हामी 1000 सिँढी पार गर्दै पुग्नेछौँ काली मन्दिरमा। हामी काभ्रेपलाञ्चोकको प्रशासनतर्फ जाने बाटो हुँदै अलिक पर पुग्छौँ। बाटोभरि मालपोत अदालत जस्ता कार्यालयहरू हुँदै हामी स्ट्रिट नम्बर 17मा पुग्छौँ। त्यहीँबाट गुम्बातर्फ नलागी हामी 1000 सिँढी दिएको सङ्केततर्फ लाग्छौँ। बाटैमा दक्षिणकाली मन्दिर पनि रहेछ। दक्षिणकाली माता र चैतन्य दक्षिणेश्वर महादेवको दर्शन गरेर हामी अगाडि बढ्छौँ। 11 बजिसकेको भए पनि बाटोमा हिँड्दा एकदमै शीतल छ। सिँढीहरू पनि इन्जिनियरिङ मिलाएर बनाएकाले गर्दा होला थकानको महसुस त्यति हुँदैन। सिँढीहरू एकपछि अर्को चढ्दै जाँदा थकानको महसुस त हुन पर्ने हो, तर मन उत्साहित थियो। हरेक पाइलामा देखिने हरियाली, चिरबिर गर्ने चराहरूको आवाज र विभिन्न स्वरमा कराइरहेका किराहरू तथा सफा वातावरणले शरीरमा स्फूर्ति बढाएको थियो।